आज म रेडी भएर कहाँ जाँदैछु भन्ने सोच्नुभयो होला। सो साडी ब्लाउज सुतीको धोती भनौँ न, साडी भन्न आउँछ कि मलाई, धोतीलाई पनि साडीलाई पनि होइन। सो लगाएर हल्का फुल्का मेकअप गरेर, मलाई चाहिँ हल्का फुल्का मेकअप गर्ने मन लाग्छ। सो यहाँ हल्का फुल्का मेकअप गरेर हामी गयौँ फुपू मम्मी म छोरीलाई लिएर सप्ताहमा। सो बेलझुन्डी दाङ तुलसीपुर बेलझुन्डीमा सप्ताह लागेको थियो, त्यहाँ गएँ छोरीलाई लिएर। छोरीलाई खासै सन्चो अलिअलि थिएन, त्यही पनि रमाएकी थिइन्। अनि त्यसपछि एकछिन मन्दिरहरू दर्शन गर्नुभयो मम्मीहरूले, हामीले दर्शन गऱ्यौँ। त्यहाँ चाहिँ स्कुलको कक्षा 10मा पढ्ने बच्चाहरू पनि सबै आएको थियो क्या हेर्नको लागि होइन, स्कुलबाटै ल्याउनु हुँदो रहेछ। सो छोरी पनि रमाएँ, मम्मी नाच्नु भएको थियो होइन। एकछिन रमाइलोहरू गऱ्यौँ, रमाइलो लाग्यो कथा सुनेर। अनि मेरो त छोरीहरूले थिएँ त्यही भएर त्यस्तो नाच्न पाइनँ। अनि उहाँ रमाइरहेको थियो, ऊ नाचिरहेकिन् कि मेरो छोरी चाहिँ कति मजाले नाचिरहेको छ नि ऊ चाहिँ होइन। सो मम्मीको चाहिँ नाम त्यो एनाउन्स हुँदो रहेछ नि, यति सहयोग गर्यो भनेर। अनि एकछिन छोरी लेखिदिएको भएर म यसो हल्का फुल्का नाचेँ। सो छोरीलाई सन्चो नभएको भएर यसो मात्रै के नाचेको थिएँ। अनि म घर फर्किनु पर्यो, उसलाई चाहिँ रुन थालिन् कि ऊ। अनि त्यसपछि म उसलाई लिएर घर फर्केँ, मम्मीहरू चाहिँ पछि बिस्तारै आउनु। म घर फर्किँदा मेरो छोरी पनि आइसकेको थिइन्।